So hello namaste everyone म कान्सर एक्स र आज पनि नेपाली YouTube एन्ड सोशल प्लेटफर्महरु रिगार्डिङ केही इम्पोर्टेन्ट र इन्ट्रेस्टिङ न्यूज अपडेट्सहरु रहेको छ। भिडियो चाहिँ लास्ट सम्म हेर्नु होला भन्दै आजको हाम्रो न्यूज तर्फ लागौं र आजको हाम्रो फर्स्ट रहेको छ सुरक्षा केसी एन्ड उसप सापकोटाको कन्ट्रोभर्सी रिगार्डिङ। तपाईहरुलाई मैले मेरो हिजोको भिडियोमा चाहिँ प्याराडाइम टिभी सुरक्षा केसी उसप सापकोटाको कन्ट्रोभर्सी चाहिँ एक्सप्लेन गरेको थिए र उसप सापकोटाको रिप्लाईहरु पनि देखाएको थिए। तपाईहरुले हिजोको भिडियो हेर्नु भएको छैन भने गएर चेक आउट चाहिँ गर्नु होला। यो कन्ट्रोभर्सीलाई लिएर चाहिँ प्याराडाइम टिभीले चाहिँ स्टोरी हालेको थियो जहाँ चाहिँ उसले भनेको थियो कि हामीले यो इस्यु आउने बित्तिकै त्यो केटी र उसको हस्बेन्डसँग कुरा गरिसकेम र हामीले त्यो भिडियोको पार्टहरु चाहिँ एडिट गरिसकेम। सिचुएसन चाहिँ रेस्पेक्टफुल्ली र प्राइभेटली सल्भ भइसक्यो भनेर भनेको थियो। त्यही भएर तपाईहरुले पनि देख्न सक्नुहुन्छ यसको बारेमा त्यो केटीले केही पनि बोलेको छैन किनभने डाइरेक्टली उसँग चाहिँ सबै कुरा सल्भ भइसक्यो भनेर भनेको थियो। बट सुरक्षा केसीलाई जुन तरिकाले कमेन्ट गरिएको थियो त्यो चाहिँ एकदमै अनफेयर थियो। बट आई डोन्ट थिंक प्याराडाइम टिभीको स्टोरी अनुसार चाहिँ यो कुरा चाहिँ सल्भ भएको छ। मेबी दे आर मिसलिडिङ अथवा कुरा भएको पनि हुन सक्छ। मेबी दे आर मिसलिडिङ भनेर चाहिँ मैले किन भनेको भन्दाखेरि प्याराडाइम टिभीको स्टोरी अनुसार केटीले केही पनि बोलेको छैन सल्भ भयो भनेर चाहिँ भनेको छ। बट हामी सबैलाई थाहा छ सुरक्षा केसी चाहिँ स्ट्रङ वुमेन र उहाँलाई त्यसरी डिसरेस्पेक्ट गरिसकेपछि चाहिँ उहाँले आफ्नो लागि स्ट्यान्ड लिनुहुन्छ र उहाँले चाहिँ आफ्नो लागि स्ट्यान्ड लिगिराख्नु भएको छ। तपाईहरुलाई थाहा नै छ हिजोको भिडियोमा चाहिँ मैले तपाईहरुलाई उसप सापकोटाको रिप्लाई देखाएको थिए। यही रिप्लाईमाथि रियाक्ट गर्दै सुरक्षा केसी अझै एङ्ग्री हुनुहुन्छ र उसप सापकोटाको रिप्लाईमाथि रियाक्ट गर्दै सुरक्षा केसीले चाहिँ यसको हिम्मत यु भनेर चाहिँ भन्नु भएको छ। एन्ड सुरक्षा केसी अल्सो सेड तिमीले एउटा महिलाको बारेमा नचाहिदो कमेन्ट गर्यौ र अहिले अझै तिमी त्यसलाई डिफेन्ड गर्ने आर्ट गर्दै छौ। यसलाई कन्फिडेन्ट भन्दैन यसलाई मूर्खता भन्छ। यो मूर्खता जुन जीरो सेल्फ अवेयरनेससँग मिक्स छ। आफ्नो गल्ती भएको बेला गल्ती गरेको बेला आफ्नो मुख बन्द गर्न सिक इन्स्टेड अफ एम्बेरेसिङ योरसेल्फ इभन मोर भनेर चाहिँ उहाँले भन्नुभएको थियो। इभन सुरक्षा केसी सेड छी देयर इज नो ह्युमर इन डिसरेस्पेक्ट ओन्ली सेम भनेर चाहिँ उहाँले भन्नुभएको थियो। उसप सापकोटाले आफ्नो डिफेन्समा चाहिँ मैले त्यस्तो केही पनि भनेको छैन मोटो मात्र भनेको भनेर चाहिँ भन्नुभएको थियो। सो एकचोटी तपाईहरु भिडियो क्लिप चाहिँ हेर्नु जहाँ चाहिँ सुरक्षा केसीको बारेमा उसप सापकोटाले कुरा गर्नुभएको थियो। समुद्र राम्रो छ रुख पनि ठाडै छ त्यहाँ अब तस्मै लगाउँथे आई डोन्ट नो म्यान। मोटो भ्लगर भन्नुभयो मोटै पनि रहेछ उहाँले भने मैले भने यसै कुरामाथि रियाक्ट गर्दै सुरक्षा केसी सेट उसको डिफेन्स भनेर क्वेशन मार्क गर्नु भएको छ। एन्ड सी सेट मोटी रहिछिन् भनेछ र यसले मोटै पनि रहेछ भनेको थियो। व्हाट द फक डु यु मीन बाइ दिस हामीले केही बुझ्दैनम सोच्या र अझै पनि उसले आफ्नो एक्सनलाई डिफेन्ड गरिरहेको छ। ओएमएफजी भनेर चाहिँ सुरक्षा केसीले भन्नुभएको थियो र उहाँ चाहिँ एकदमै एङ्ग्री हुनुहुन्छ। एन्ड उसप सापकोटाको एउटा पोस्ट शेयर गर्दै सुरक्षा केसी सेट कसैको छोरी बुढी र बहिनीको बारेमा सेक्सुअल जोक हानेर ब्रो इज फिलिङ प्राउड। फन्निएस्ट पार्ट के छ भन्दाखेरि चाहिँ ही इज स्टिल डिफेन्डिङ हिज एक्सन र यो कन्ट्रोभर्सी माथि चाहिँ सिंगर प्रजिनाले पनि रियाक्ट गर्नु भएको छ। उसप सापकोटाको रिप्लाई शेयर गर्दै प्रजिना सेड डबल मिनिङ बुझ्न त्यस्तो गाह्रो हुँदैन। सेक्सुअल जोक्स हानेर केही भएन छैन भन्ने यस्तो जोक लेभल हरासमेन्टहरु केटीहरुले बच्चैदेखि भोगिसक्या हुन्छ। जो कमेडीमा गुड छ उनीहरुलाई तिमीले कमेडी छोड्देऊ। तिमी ठर्की साउन्ड गर्छौ नट विटी उप्स भनेर चाहिँ प्रजिनाले उसप सापकोटालाई भन्नुभएको थियो र सरुजाले पनि यो कुरामाथि चाहिँ रियाक्ट गर्नु भएको थियो। मान्छेहरुले आफ्नो प्लेटफर्मलाई चाहिँ अरूलाई माथि चढाउनको साटो अरूलाई गिराउनलाई युज गरिरहेको देख्दाखेरि चाहिँ एकदमै नराम्रो लाग्छ। कसैलाई अनलाइन वा अफलाइन बुली गर्नु भनेको ठीक हैन। पब्लिकली कसैलाई ह्युमिलेट गर्नु भनेको चाहिँ कन्टेन्ट हुँदैन यसलाई बुलिङ भन्छ। इमेजिन हाउ इट फिल्स टु बी टक अबाउट लाइक दैट अन पोडकास्ट। एउटा प्लेटफर्मलाई कसैको बडीलाई मोक गर्न युज गर्ने भनेको कमेडी भन्दैन यसलाई बुलिङ भन्छ र देयर इज अ लाइन बिट्विन ह्युमर एन्ड डिसरेस्पेक्ट भनेर चाहिँ उहाँले भन्नुभएको थियो। र एमआरबी ब्लग्सले पनि प्याराडाइम टिभीको त्यो एपिसोडमाथि चाहिँ कमेन्ट गर्नुभएको थियो र उहाँ पनि एकदमै एङ्ग्री हुनुहुन्थ्यो। एमआरबी ब्लग साइड उले सोचिरहेको होला उले विश्वास गरिरहेको होला कि यस्तो कमेन्टले चाहिँ उलाई चाहिँ कुल देखाउँछ। व्हाट्स रङ विथ दिस पीपल दिस डेज मदर फकर्स भनेर चाहिँ एमआरबी ब्लग्सले भन्नुभएको थियो। र यो कुराले लिएर मान्छेहरु पनि एकदमै रिसाइरहेका छन् र उनीहरुले के भनिरहेका छन् त तपाईहरु आफै हेर्न सक्नुहुन्छ। यो मुलाहरुले फेरि के भन्छ हो सुरक्षा केसीलाई के भनौ समुद्र राम्रो छ रुख पनि ठाडै छ त्यहाँ अब तस्मै लगाउँथे आई डोन्ट नो म्यान। मोटो भ्लगर भन्नुभयो मोटै पनि रहेछ यिनीहरू कमेडियन हो त्यो आफ्नो ठाउँमा छ हैन तर कमेडी कस्तो ठाउँमा गर्नुपर्छ र कस्तो व्यक्तिलाई गर्ने भन्ने त थाहा हुनुपर्छ होला नि त। एउटा केटी भएर विदेश घुम्न गएर नेपालको नाम रोशन गरिरहेको छ सुरक्षा केसीले। तिमीहरू मुलाहरूले के गरेको छ ल भन त। एउटा स्टुडियो बनाएको छ त्यहाँ दुनिया मान्छेहरूलाई ल्याएर छाडा शब्दहरू बोलेर तिमीहरूले भिडियो बनाएर हाल्छौ युट्युबमा त्यति हैन तिमीहरूको। अनि यहाँ चाहिँ सुरक्षा केसीलाई देखाउँदै मोटो सिधा ठुलो के
भनेर तिमीहरूले कमेन्ट गर्न तिमीहरूलाई लाज लाग्दैन? अहिले भर्खरै हामीले सन्दीप लामी छानालाई यो केटीहरूले के भन्यो भनेर भिडियो बनाएको त यार। यतापट्टि यो बुढाहरूले दिइसकेको रहेछ सुरक्षा केसीलाई। यिनीहरूलाई अलिकति लाज लाग्दैन यार? जसलाई पनि ह्या हु गर्दै उडाउनको लागि। ए यार कमेडी गर्ने हो होइन, तिमीहरूको कामै कमेडी गर्ने हो होइन, तर कस्तो व्यक्तिलाई कमेडी गर्दैछु भने त थाहा हुनुपर्छ नि त यार। के बोल्दैछु भने त थाहा हुनुपर्छ नि त। जे पनि कमेडीमा लड जोड दिनु त मिल्दैन होला नि त यार। उच्च बुढो राम्रोसँग विचार गरमै यो कुरा चाहिँ अलिकति छाडा नै हो यो चाहिँ। यो प्याराडाइम टिभी चलाउने ब्रोहरूले अर्काको बुढीको फोटो देखाएर डेट कि भाइटिका भनेर सोध्ने काम बन्द गर यार। त्यही पनि यस्तो मान्छेहरूलाई सोधेर हुन्छ अर्काको बुढीको फोटो देखाएर यार। यिनीहरूको कमेन्ट गर्ने शैली त हामीले सबै यिनीहरूको पोडकास्टमा देखिसकेको हो त। यस्तो मान्छेहरूलाई अनि अर्काको बुढी अर्काको बुहारीको फोटो देखाएर ल डेट कि भाइटिका भनेर हुन्छ त? यो पहिलो कुरो यो अर्काको बुढीहरू अर्काको बुहारीहरूको फोटो देखाउने कामै बन्द गर्यो क्या तिमीहरूले के। जे भए पनि यस्तो कमेन्ट सुन्दाखेरि कसको बुढालाई चाहिँ राम्रो लाग्छ क्या? पहिलो कुरो चाहिँ गल्ती तिमीहरूको नै हो क्या होइन। कमेन्ट गर्ने यो बुढाहरू होइन चिलबिलको सुड्डोहरू चाहिँ के भएको? तिमीहरू कस्तो मान्छेलाई कमेन्ट गर्दैछु भनेर तिमीहरूले अलिकति ख्याल गर्नु पर्दैन? जसलाई पनि उडाइदिएको छ हावामा उडाइदिएको छ यार। यस्तो काम चाहिँ बन्द गर तिमीहरू सुड्डोहरूले पनि है। यो चाहिँ बिल्कुलै राम्रो होइन। तिमीहरूले जहाँ पनि कमेडी गर्ने हो तिमी कमेडियन हो भने होइन, तिमीहरूको बुढीलाई पनि यसरी नै फोटो राखेर अरूले कसैले डेट कि यताउता भनेर सोद्धाखेरि कस्तो लाग्छ तिमीहरूलाई? पक्कै पनि राम्रो त लाग्दैन होला। त्यही नराम्रो लागेर नै सुरक्षाले सेयर गर्नुभएको छ त। कति नराम्रो लाग्यो होला उसलाई, यामारबीलाई कति नराम्रो लाग्यो होला सोच्नु। यो उत्सव ब्रोलाई सबैले चिन्छ होला नि त, कमेडी दरबारको यो भिडियो हेर्नु होला नि त। उत्सव ब्रो तपाईँले सुरक्षा केसीलाई के भन्नुभएको, के गर्नुभएको? तपाईँ एउटा कमेडियन हो है, र सुरक्षा केसी तपाईँ जस्तो नेरो माइन्ड पनि छैन, पढे लेखेको एजुकेटेड मान्छे हो है। ऊ मोटो ब्लग हो, उसले देश विदेश घुमेर विदेशमा बसेको मान्छेलाई ठाउँ देखाइरहेछ, आफ्नो इस्टाब्लिस गरिरहेछ, तर अहिलेसम्म कसैलाई चाहिँ मजाक गरेर चाहिँ भिडियो बनाएको छैन। तपाईँले उसब ब्रो तपाईँले के भनेको? यो अलिकति तपाईँ पनि सोसल मिडियामा आएको मान्छे, तपाईँ टेलिभिजनमा आएको मान्छे है, तपाईँको घरमा पनि एउटा दिदी बहिनी भएको त सुस्तो आफै सोच्नु त। सुरक्षा बहिनीलाई के भन्नुभयो तपाईँले? अलिकति तपाईँसँग कमन सेन्स छैन ब्रो। सुरक्षा केसीको र हाम्रो एजको त तपाईँ त लगभग हाम्रो बाउ बराबरको मान्छे हो क्या दाइ। तपाईँ रोस्ट के गर्ने हो, कमेडी कहाँ गर्ने हो भने तपाईँलाई याद आउँदैन दाइ? अलिकति त यो फिल गर्नु न। तपाईँको भिडियोले चाहिँ तपाईँका पनि दिदी बहिनीले हेर्छन्, अरू पनि दिदी बहिनीले हेर्छ भनेर त फिल गर्नु क्या ब्रो। केही कुरा त तपाईँले हामीले तपाईँलाई हेर्दै आएको, आज तपाईँले नै आज यस्तो भनिदिने, त्यही पनि सुरक्षा केसीलाई। सुरक्षा केसी कस्तो मान्छे तपाईँलाई थाहा छैन? ऊ नेपालको नम्बर 1 इमान्दार, बोल्न जान्ने, कहाँ कति बोल्नुपर्छ मोटो ब्लगर हो। अलिक सोचेर बोल्ने हो कि सब ब्रो। यो कुरा रिगार्डिङ तपाईँहरूको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला। र हाम्रो नेक्स्ट न्युज रहेको छ सन्दीप लामिछाने कन्ट्रोभर्सी रिगार्डिङ प्याराडाइम टिभीको कन्ट्रोभर्सियल भिडियोमा चाहिँ त्रिशला गुरुङ पनि फिचर्ड हुनुभएको थियो र सन्दीप लामिछानेको फ्यान्सबाट उहाँले पनि एकदम धेरै हेटहरू चाहिँ पाउनु भएको थियो। र यसै कुरा माथि रियाक्ट गर्दै डाक्टर त्रिशला गुरुङले चाहिँ एउटा भिडियो पोस्ट गर्दै के भन्नुभएको थियो त तपाईले आफै हेर्न सक्नुहुन्छ। बिकज हेर्नु न अब कस्तो अलिकति विराट कोहली टाइपको भाइब दिइराख्नु भएको छ क्या भने यस्तो हेर्दाखेरि पनि होइन। म पनि त्रिशलाकै पक्षमा गएँ र एज यु अल क्यान सी हजुरहरूले यो भिडियो हेर्नुभयो होला र मैले चाहिँ कहाँ अलिकति डिसरेस्पेक्टफुल र अलिकति अभद्र भएर कसैलाई के भन्नु कुन पार्टमा मैले डिफेम गर्न खोजिरहेको छु जस्तै लाग्यो होइन। यो भिडियो चाहिँ वाज सपोज टु बी अ फन भिडियो होइन, एउटा रमाइलोको लागि चाहिँ भाइटिका अथवा डेट भनेर एउटा सेगमेन्ट थियो होइन। र हामीले जस्ट वी वर प्लेइङ द्याट गेम होइन। र अपेरेन्टली चाहिँ वान अफ द प्लेयर अब हामीले जसको पनि फोटो आएको थियो उहाँलाई चाहिँ एकदमै नराम्रो लागेछ होइन अबाउट द गेम्स द्याट वी प्लेड। र अल अफ अ सडन चाहिँ ओभरनाइट नै एकदमै धेरै हेट आएको छ होइन। र स्पेसली इट्स अल फ्रम द मेल्सहरू मात्र कि सबै केटाहरूले मात्र एकदमै नराम्रो शब्दहरू युज गरिराख्नु भएको छ होइन। जस्तो फर इक्जाम्पल जेन्जीको आन्दोलनमा गोली हालेर अब मर्न पर्ने होइन र अरू कति नराम्रो कुराहरू के। अब किन चाहिँ यस्तो साह्रो हेट फैलिरहेको हो होइन त्यो मैले बुझ्न सकिनँ होइन। धेरै अरू इम्पोर्टेन्ट कुराहरू भइरहेको छ संसारमा होइन जसलाई चाहिँ हामीले एड्रेस गर्नुपर्ने छ र यस्तो नचाहिने कुरामा चाहिँ हामी टाइम वेस्ट नगरौँ होइन। र लेट्स मुभ फरवर्ड भन्न चाहन्छु है। र यदि कसैलाई नराम्रो लाग्यो भने आइम रियली सरी होइन, हात जोडेर म सरी भन्न चाहन्छु होइन इफ कसैलाई नराम्रो लाग्यो भने र कसैलाई नराम्रो पनि नगर्नुहोस् होला होइन। यो कुरा रिगार्डिङ तपाईँहरूको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला। र केही न्युज एन्ड अपडेट्सहरू आउन साथमा फेरि तपाईँलाई अपडेट गर्नेवाला नै छु। सो यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला किनभने यो च्यानलमा नेपाली युट्युब एन्ड सोशल प्लेटफर्महरू रिगार्डिङ डेली न्युज एन्ड अपडेट्सहरू आउँछ। म फेरि भेट्नेछु तपाईहरुसँग अर्को भिडियोमा। टिल देन टेक केयर बाइ बाइ जय नेपाल।
छाती से,